everyone, welcome back to my YouTube channel. This is Nandani Rai. नयाँ दिन नयाँ भिडियोको साथ फेरि पनि आइसकेको छु म। हजुरहरु पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। म चाहिँ अहिले ड्युटी जाँदै गरेको यहाँ चाहिँ एकदम दामी भ्यू देखेर चाहिँ भिडियो स्टार्ट गर्दैछु म। गाइस मेरो साथी पनि आयो, अब चाहिँ हामी ड्युटी जाँदैछौँ। मलाई चाहिँ मेरो साथीको यहीँ बस्तीकोसम्म छुट्टिन्छ। यहाँबाट मलाई बसमा जानुपर्छ। त्यहाँबाट हामीले बसमा जानुपर्छ ड्युटी। मलाई चाहिँ यहाँसम्म छोडिदिन्छ नि त साथीले। नेक्स्ट म ड्युटी पनि आइपुगिसकेँ। अब हामीले खाना नल्याएको यस्तो नोक्सान हुँदो रहेछ। दिनमा दिदीले 2 खेप दोकान जाउँ भन्दैछ यहाँनिर। भोक लागेर बिचराको हालत खराब भएछ। भात नल्याउनु पनि नोक्सानै रहेछ। बिहानभरि सुत्नुको पनि नोक्सानै रहेछ। 2 जनाले भात नल्याएको 2 चोटि भयो। निलगिरिस गएको पनि 2 चोटि। यो दिदी चाहिँ बिहोस हुन कि त भोक लागेको। फेरि अब भिडियो बनाएर हाल्नुपर्छ। मेरो प्रश्नहरू सबै परेछ। घरि भोक लाग्ने बानी चाहिँ के होला है? दिदी गर्नु अरेन नि त। बिहान एकचोटि मेगी, अहिले ब्रेड खाने टाइममा मेगी खायो। अब मेगी खाने टाइममा ब्रेड खानुपर्छ। हामी चाहिँ ठिक उल्टा मान्छे। देखाउनु हुँदैन, उँभो देखाउनु हुँदैन। उँभो देखायो भने त मलाई सिधै लान्छ यहाँको मान्छेहरूले। अब के खाने? कति बजे दिदी? यो म्यानेजर के गरेको? डान्स गर्दैछ, डान्स। अब यो खाएर चाहिँ सुत्नुपर्छ होला हो। अब यो खाएर एउटा काम नगरी 2 खेप खाने मान्छेहरू चाहिँ हामी नै हो। भरे युट्युबमा आउँछ ल दिदी। म बहिनीको ब्रेडमा त लिपस्टिक हेर त। लिपस्टिक छ मेरो छैन त खोइ। गाइस अब चाहिँ हाम्रो छुट्टी भएर हामी चाहिँ जाँदैछौँ। आजको भिडियो चाहिँ